सबै नै हुनु पर्ने छ त पुरै भुइँमा कालै बनाइसकेको छ पुरै सूर्य फोटो खिच्छु मेरो क्यामेराले खिच्यो भने त दामी आउँछ झन् खिच्नु भएको थियो होइन तपाईँले बन्द भएन भने ए कहिलेकाहीँ त कतिखेर सूर्य छ यो हो कि नै सूर्य यस्तो दिन्छदेखि त होइन गार्डन गार्डन हो गया यहाँ चाहिँ गजब रहेछ है ल वाउ शिट दिल गार्डन गार्डन हो गया होइन बाला सर ऊ हेर्न आइएको छ है गार्डन गार्डन भयो यो हो नि तरिका बाक्लो यहाँनिर यो हो नि आमा उखैतिर पुरै सेतै सेतो छ लगाएर त केटीकेटी हो गार्डन बाटै भरि गार्डन पुरै गार्डन गार्डन रुखका पातमा रुखमा हाँगा बिङ्गाहरूमा पुरै सेतै सेतो छ कति रमाइलो कि जाएर तल यसले चाहिँ खान्छ है अब शादी हो सकता है उखैभरि पुरै यो जङ्गलैभरि पाखैभरि Oh shit. हजुर ल Nice. $1 million. यो चाहिँ तिरेर नै हेर्न नपाउने चाहिँ हो नि यो चाहिँ अहिलेसम्मको उत्कृष्ट भिडियो खिचे जस्तो लाग्यो है के भयो त्यहाँ फोटो खिच्न आँटेको होला नि आहा यो पनि त लाग्यो नि हेरौँ न भाइ फोटो खिच्नेहरू यस्तो मारी परेछ नि हामी पनि फोटो खिच्नु पर्थ्यो होइन ओहो यो रियल स्टोरी चाहिँ यो चाहिँ रियल सर्ट्स साह्रै ठिक्क मौसम आएछ ए यस्तो देखिरहेको ए तपाईँकोमा रहेछ ए खिचिरहेको छ आहा ल कस्तो मजा आयो
खिचेर नि फेसबुकमा लागिएन भने त फेरि खेर गयो त 12,000 होइन मोमो यो त सिधै लाउने हो नि त आज नै अहिले चाहिँ हामी यहाँ कोरियामा यो कोरियाको यो खेङ्जु भन्ने ठाउँमा एकदमै हिउँ परेकोले गर्दाखेरि हिउँ हेर्न आइएको छ यो सकुराम फुलगुक्सा सकुराम नेर एकदमै परेकोले एकदम राम्रो देखिएको छ अहिले यहाँ चाहिँ सबैजना यहाँ गाडी रोकेर हेर्ने डुल्ने क्रममा हुनुहुन्छ अहिले लगभग यो सकुराम डाँडा यो एकदम अहिले हिउँ जमेर यहाँ गाडी चिप्लिने अवस्थामा रहेछ कति समय लाग्छ होला यार गर्मी सुरु भइसक्यो त्यही भएर अब हामी यहाँ माथि एउटा बौद्ध मन्दिर छ गुम्बा छ सकुराम भन्ने त्योतर्फ हामी लागिरहेछौँ बाटोमा एकदम हिउँहरूले एकदम स्वागत गरिरहेछ हामीलाई के बाग्लो पर्छ कि निकै राम्रै हिउँले हिउँची परेको छ होइन सल्लाहको बोर्डरलाई निकै नै भार भयो जस्तो देखिँदैछ बालक सर होइन हिउँ धेरै बोकिरहेछ यिनीहरूले आज सल्लाहको बोटलाई निकै ठुलो जिम्मेवारी देखिएको छ मानिसहरू यात्रा तथा गाडी रोकेर ओर्लिएर फोटो खिचिरहेको अवस्था पनि छ हो नि यहाँ अझै राम्रो दृश्य रहेछ होइन झन्डै झन्डै केमा क्या चाहते हो ल सकुरामदेखि आउने गाडी बस फुलुक्सासम्म यहाँ नि एउटा तल एउटा फुलुक्सा एउटा मन्दिर छ फुलुक्सा मन्दिर पनि एउटा बौद्ध मन्दिर हो भने यता माथिको पनि एउटा सकुराम बौद्ध मन्दिर हो दुईटा मन्दिरहरूलाई जोड्ने बस मेन यहीँदेखि हुँदो रहेछ अलिक
कम भयो हेर्नु नि त। अलि कम छ तर कम त होइन होला माथि त आम्मामा हेर्नु यो त झन् के हावाले झारेको रहेछ हौ। त्यहाँ तल चाहिँ अब के भने अलिकति पातहरू भएको सल्लाहहरू होइन धेरै भएकोले गर्दाखेरि अलिकति धेरै भएको केसो होइन राम्रो पनि देखिएको क्यामेरामा किन झर्नु पऱ्यो भने ए यो अब यसलाई नि अब झर्ला जस्तो लागेन हेर्नु पाइन्छ होला भन्ने लागेको थियो कि माथि ए त्यो राति आउँदा के आउँदैन सौरमा कि अस्ति ए सौरमा यस्तो चाहिँ देख्न पाउनु पर्थ्यो होइन तर योचोटि भेटियो नि त मैले नि यसरी भेटेको थिइनँ कि हामी आउँदा त यस्तो त थिएन सबै जग्गा भुइँ मात्रै थियो होइन त्यति बेला यतिको साह्रो परेको नि होइन माथि 2 दिनपछि तल आएको के हो नि अब यता हाम्रो यतातिर दाहिने साइड हाम्रो खाम्फो हाम्रो कम्पनी जाने एरिया बाटो यता पनि निकै राम्रो आएको छ हामी फेरि माथि अब लाग्यो आउने हावाले हारेर जानेर झार्यो क्या अलिक नहोस् नकिन यो डाँडामा यहाँ कुन बाटो पनि छ नि त थुप्रेको होइन नगर्नु भन्छ मलाई हजुर कोही बेला छोरी के सोध्यो भने गर्दै बस्छ कि म नि गरिदिन्छु त्यस्तै म नगर्नु ए भन्छ कि उहाँ रुचि गर्ने तपाईँलाई चाहिँ नगर्नु भन्नु त्यसो त कहाँ हो त होइन भएन यसै मुनि हो कि दामी ए राम्रो यो झारिसकेछ कि हावाले गाउँ जाने बाटो क्या हो त्यस्तै हुन्छ कि सानोतिर त्यो त बगान परेको नि 10 वर्षमा पहिलोचोटि देखेको यस्तो मैले उता हसामुली गर्दा त देखिँदैन त परिरहेको उता काम गर्दा त तर यहाँ चाहिँ
त यो माथिदेखि उता त होइन हामी हाइटदेखि मुनिको रोकेर साह्रै धेरै गाह्रो कुरो सुरुजी यत्रो हिउँ बोक्दा होइन हल्लाएर झार्दिनु पर्छ हिउँ सबै ल सूर्यदेव अब तपाईँको प्रकाशलाई यहाँ चरक्क पारिदिनुहोस् त भोलि मात्रै हो भोलि पर्सिदेखि प्राङ्गण आइपुग्यौँ। यो चाहिँ पार्किङ छ, पहिले पार्किङ गरेर हामी सायद भित्र लागेछौँ। गाडी पार्किङ गर्नेछौँ। गाडी त त्यति छैन कि आज छ पार्किङ स्थल ठुलो। यो गाडी अब यहाँ तल गएपछि चाहिँ हाम्रो कम्पनी भेट्छ। अलिकति निकै टाढो छ यहाँदेखि, लगभग 15-16 किलोमिटर तल जानुपर्छ। तल गइसकेपछि चाहिँ हाम्रो कम्पनी छ। अहिले यो सकुराम डाँडा भनिन्छ र यहाँदेखि अलिकति भित्र लगभग 1-1.5 किलोमिटर भित्र गइसकेपछि चाहिँ बौद्ध मन्दिर छ, सकुराम बौद्ध मन्दिर। अब यो चाहिँ पार्किङ स्थल।